गाइज आज चाहिँ हामी बजार जाँदैछौँ। यहाँ मेरो साथी छ, मेरो सानो 2देखि पढेको साथी रन्जु। हेलो भनिदेऊ न। यता मेरो दिदी भाउजूहरूसँग आज हामी बजार जाँदै। मेरो दिदी स्पेसली भाउजूलाई देखाउनु थियो बहिनी। अनि हाम्रो घर यहाँ छ। अनि हामी यता बजार जाँदैछौँ। एल्बो पनि हिँडिरहेछ। गाइज हामी अब बजार होइन, म अलिकति बाटोमा पनि देखाउँछु, हाम्रो बारीहरू देखाउँछु तपाईँहरूलाई। ल साथी, ल साथी। धानबारी आइपुग्यौँ हामी चाहिँ। यो चाहिँ हाम्रो धानबारी हो। यहाँ चाहिँ मेरो बहिनीले रोपेको छ अरे। बहिनीहरूले धानबारी कस्तो छ हाम्रो भनिदिनु होला। हाम्रो मौसम चाहिँ त्यही पनि धेरै धेरै गर्मी भयो भनेर हामी चाहिँ छाता उठाइरहेको छौँ। यी धेरै घाम भयो अरे। अनि छाता उठाएर हिँड्नु कति राम्रो देखिनु भएको तपाईँहरू। सानो 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 मेरो साथी त झन् धेरै सानो। कस्तो राम्रो वेदर छ है गाइज। चाहिँ फर्किसक्यौँ बजारबाट। आज बजारमा के किन्यो भनेर चाहिँ देखाउनलाई अलिक फुर्सद मिलेन। घरमा गएर चप्पल देखाउनु मिल्छ। ऊ घरमा गएर मम्मीको चप्पल, मम्मीको लागि चप्पल भाउजूले किनिदिनु भएको। ल गाइज बजार चाहिँ यस्तो छ है। यो भद्रकोट बजार हो। अलिकति आज बजारको दिनै होइन। आज मैले समोसा चाट खाएको थिएँ है। आज समोसा चाट खाएर उ देखाउँदैछ। हामी पढेको कलेज हो मेची मल्टिपल क्याम्पस। ब्याचलर हामीले यहीँ गरेको होइन मेरो दिदी। आधी मात्रै, मैले धेरै पढिनँ। अनपढ हो म, अनपढ गवार। हेर्नु कस्तो राम्रो छ है हाम्रो ठाउँ। तपाईँहरूलाई पनि राम्रो लाग्छ नि। यहाँ जग्गा बिक्रीमा छ है। हाम्रो घर चाहिँ ऊ त्यो देखिनेहरूको टावरको तल हो। हामी जाँदैछौँ सफारीमा। ल ल ल मेरो साथीलाई झन् अल्छी लागिसक्यो अरे। यस्तो राम्रो ठाउँ छ है। मान्छेहरू यहाँ जग्गा किन्न त आउँछ नआउनु त। धानपेट रोपे छ है। यस्तो सुनसान हो र घर बनेपछि तपाईँ हुन्छ। अनि दामी देखिरहेको छ। आजको मौसमै राम्रो छ क्या। यहाँ पनि घर बन्दैछ। यस्तो छ है हाम्रो घरतिर चाहिँ जग्गाहरू यस्तो छ। बगान छ। इलामभन्दा कम छ र गाइज हाम्रो पनि बगान। चिया बगानको खेती नै खेती छ। धानबारी छ यसरी। अलिकति ठाउँ मात्रै गर्मी हो गाइज, होइन भने केही कुराको कमी छैन। त्यही पनि गर्मीमा हावा चाहिँ सिटी सफरमा चढेर प्रशस्त मात्रामा पाइन्छ। हुनु त हाम्रोतिर कति धेरै धान रोप्छ नि। धानै धान छ। धानबारी छ। यहाँ पार्क, यो चाहिँ सशस्त्र क्याम्प छ यहाँ पर। अनि यहाँ चाहिँ पार्क गर्ने भनेको जमानामा हो। मेरो साथीलाई मैले कतिचोटि ल्याएँ पार्क बनाउँछ भने उसले मलाई विश्वासै गर्दैन। त्यही पनि बनाएन पनि ठ्याक्कै। हामी चाहिँ अब घर आइपुग्न आँटेको छौँ। ऊ यो देखिँदै गरेको हाम्रो प्रवीण भाइको घर हो। प्रवीण भाइ माथि लुगा सुकाउँछ। हेलो, यो प्रवीण भाइको घर हो। अनि मेरो घर आइपुग्न आँट्यो। मेरो घर पनि आइपुग्यो। अब हामी यहाँ झर्छौँ। अब चाहिँ हामी रात पर्यो अनि हामी आज मोमो बनाउनु। आज चाहिँ भेज मोमो खान्छौँ हामी। किनभने आज साउन्ड लाग्यो अरे। सबैले बार्दै हुनुहुन्छ अरे। तपाईँकोमा हो। यहाँ भाउजू हुनुहुन्छ। यहाँ दिदीले बेल्छ अरे साथी। हामी चाहिँ यहाँ मोमो बनाउनु गइरहेको छौँ। भरे भेटौँ है। अनि यहाँ चाहिँ हाम्रो भाउजूलाई कपालले डिस्टर्ब भयो भनेर उहाँको सासू मम्मी यानि कि हाम्रो मम्मीले कपाल बनाइदिँदै हुनुहुन्छ। हेलो मम्मी। हेलो हाई। कति मजाले हाम्रो मम्मी यति बनिसक्यो। यहाँ भाउजूको, यहाँ मेरो साथीको। म चाहिँ डल्लो मात्रै बनाउँदैछु गाइज। तीनटा रेडी भइसक्यो। अब बसाउन जान्छु म। हाम्रो घरमा आफन्तहरू आएकै हुनुहुन्छ हाम्रो भाइहरू। लङ टाइम नो सी सरोज भाइ। हेलो भनिदेऊ। मैले यहाँ बसाइसकेँ। अब एकछिनमा पाक्छ भने म पाएको भिडियो देखाउँछु। ल चाहिँ हाम्रो चाहिँ मोमो रेडी भइसक्यो। अनि यहाँ खाँदै पनि हुनुहुन्छ सरोज भाइ। खाइ ल मम्मी पापा। हेलो भाउजू। कस्तो छ भाउजू? मिठो छ? कस्तो छ? मेरो यहाँ छ।
के खुट्टामा बेच्दै त हो नि घरमा होइन गाइज म यहाँ छु ल म नि खान्छु ल खाए ल अविनाश मेरो भाइहरू पनि हाँस्छ हाल्छु के अविनाश हाँस्छ पो के मारे किन जोन भाइलाई मेन्सन गरेर बिचको चाहिँ जोन चामलिङ रहे जोन लिम्बू है ऊ भाइको नाम चाहिँ के हो लिम्बू सब लिम्बू यता चाहिँ दुमी राई हो बियर छैको चाहिँ हाम्रो खानपिन भइसक्यो अब आजलाई यति नै बाई बाई भन बाई भन भाउजू बाई भन्नु बाई भन सरोज भाइ बाई भन सबैले बाई भन्न गुड नाइट साथी ल ल दिदी बाई भन बाई भन यही त भनिहालेँ गुड नाइट भने गाइज तर यो मेरो भाउजूले हामीलाई साउन्डको ल्याइदिनु भएको अरे कति क्युट क्युट सामानहरू छ हेर्नुहोस् थ्याङ्क यू भेरी मच भाउजू गुड नाइट ल अब चाहिँ फाइनल गुड नाइट है गुड नाइट मजाले सुत्नु होला यतिसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद बाई बाई धन्यवाद